यहाँहरू सबैलाई नमस्कार। आज पनि सदा झैँ तपाईँहरूको माझमा आइसकेको छु। आज बागमती प्रदेश विशेष निजामती सेवा र स्थानीय सेवा ऐन 2079 सम्बन्धी 10वटा अति महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्न उत्तर लिएर आएको छु। लोकसेवा तयारी गरिराख्नुभएका सम्पूर्ण लोकसेवा प्रेमीहरूको लागि भिडियो एकदमै उपयोगी भएकाले भिडियो स्किप नगरी भिडियो हिँड्नुहोला भन्दै आजको पहिलो प्रश्न तर्फ लागौँ। आजको पहिलो प्रश्न रहेको छ प्रश्न नम्बर 1 मा बागमती प्रदेश निजामती सेवा ऐन 2079 कहिले प्रमाणीकरण भएको हो भनेको छ। यसको कमा छ 2079 10 महिना 18 गते, खमा 2079 11 महिना 8 गते, अप्सन गमा छ 79 11 18 अनि अप्सन घमा छ 2079 12 महिना 18 गते भनेको छ। यसको सही उत्तरतिर लागौँ छ अप्सन ग 2079 11 महिना 18 गते भनेको छ है त। यस विस्तृत जानकारीमा जाउँ। विस्तृत जानकारीमा के भनेको छ भने बागमती प्रदेश निजामती सेवा ऐन 2079 को प्रमाणीकरण मिति 2079 फागुन 18 गते भएको हो भनेको छ है त। स्मरण रहोस्, बागमती प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2079 को प्रमाणीकरण मिति पनि 2079 11 महिना 18 गते नै रहेको हो भनेको छ है त। यसै गरी प्रश्न नम्बर 2 तिर लागौँ। प्रश्न 2 रहेको छ प्रदेश सरकारले प्रदेश निजामती सेवा अन्तर्गत कतिवटा सेवाहरू गठन गर्ने व्यवस्था छ भनेको छ। अप्सन ए मा छ 5वटा, अप्सन बी मा छ 6वटा, अप्सन ग मा छ 7वटा, अप्सन घ मा छ 8वटा भनेको छ है त। यसको सही उत्तरतिर लागौँ। यसको सही उत्तर हो अप्सन ग 7वटा भनेको छ। विशेष जानकारीमा छ परिच्छेद 2 दफा 4 अनुसार प्रदेश निजामती सेवा अन्तर्गत 7वटा सेवाहरू रहेका छन् है त। जुन 1 मा छ इन्जिनियर सेवा, 2 मा कृषि, 3 मा न्याय, 4 मा प्रशासन, 5 मा वन, 7 मा स्वास्थ्य सेवा रहेको छ है त। यसै गरी प्रश्न नम्बर कतितिर लागौँ। प्रश्न नम्बर 3 तिर लागौँ। प्रश्न 3 रहेको छ बागमती प्रदेशको स्थानीय सेवा अन्तर्गत तलका मध्ये कुन सेवा पर्दैन भनेको छ। यसमा चाहिँ अप्सन एमा छ स्थानीय कृषि सेवा, स्थानीय प्रशासन सेवा, स्थानीय न्याय सेवा, स्थानीय वन सेवा रहेको छ है त। यसको सही उत्तरतिर लागौँ। यसको सही उत्तर रहेको छ अप्सन ग स्थानीय न्याय सेवा पर्दैन है त। विशेष जानकारीमा तुलनात्मक अध्ययन भनेको छ स्थानीय तहमा न्याय सेवाको व्यवस्था छैन भनेको छ है त। स्थानीय सेवामा के छ न्याय सेवाको व्यवस्था छैन। अनि प्रदेश निजामती सेवा कतिवटा छन् 7वटा छन्। यस अन्तर्गत इन्जिनियर सेवा, कृषि सेवा, प्रशासन सेवा, वन सेवा, शिक्षा सेवा र स्वास्थ्य सेवा भनेको छ। अनि प्रदेश न्याय सेवा थप 1 गरिकन 7वटा रहेका छन्। त्यसै गरी स्थानीय सेवा कतिवटा छन् त 6वटा रहेका छन्। जुन इन्जिनियरिङ, कृषि, प्रशासन, वन, शिक्षा, स्वास्थ्य है त। यसै गरी प्रश्न नम्बर अर्कोतिर लागौँ। प्रश्न नम्बर 4 मा छ प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 45% लाई 100% मानि महिलाका लागि कति प्रतिशत पद छुट्याइएको छ भनेको छ। अप्सन ए मा छ 33, अप्सन बी मा छ 38, अप्सन ग मा छ 39, अप्सन घ मा छ 45। यसको सही उत्तर के हो त ख 38% भनेको छ। प्रदेश निजामती सेवामा आरक्षणको विवरण 45 लाई 100% मान्दा जुन 38% महिला, आदिवासी 35, दलित 9, थारू 5, मधेसी 4, अपाङ्ग भएको व्यक्ति चाहिँ 3, त्यसपछि पिछडिएको क्षेत्र चाहिँ 3 गरिकन तपाईँको 100% हुन्छ है त। 5 मा रहेको छ स्थानीय सेवालाई समावेशी बनाउन छुट्याइएको 45% पदलाई 100% मानि महिलाका लागि कति पद सुरक्षित गरिएको छ भनेको छ। अप्सन ए मा छ 33, अप्सन ख मा छ 38, अप्सन घ मा छ 39, अप्सन घ मा छ 40। यसमा 2वटा अप्सन परेछ।
यसको सही उत्तरतिर लागौँ। यसको सही उत्तर के हो त? यसको सही उत्तर हो अप्सन ग 39% भनेको छ। अति महत्त्वपूर्ण फरक भनेको छ तुलनात्मक विश्लेषण भनेको समावेशी कोटामा परदेश र स्थानीय सेवाबीच सूक्ष्म भिन्नता छ, विशेष गरी महिला र अल्पसङ्ख्याकको हकमा भनेको छ। परदेश निजामती सेवामा महिलाको लागि चाहिँ 38, स्थानीय सेवामा महिलाका लागि 39%, यसैमा छुट्टै र अल्पसङ्ख्यक समुदायका लागि 3% छ भनेको छ है त। 6मा लागौँ। प्रश्न नम्बर 6मा रहेको छ कार्यक्षमताको आधारमा हुने बढुवामा कार्य सम्पादन मूल्याङ्कन बापत कति अङ्क छुट्याइएको छ भनेको छ। अप्सन एमा छ 30%, अप्सन खमा छ 40, अप्सन गमा छ 16 अङ्क, अप्सन घमा छ 12 अङ्क भनेको छ। यसको सही उत्तर लागौँ। यसको सही उत्तर हो अप्सन ख 40 अङ्क भनेको छ। बढुवाका आधारमा कुल 100 अङ्क। परदेश र स्थानीय दुवै सेवामा बढुवाका अङ्कभार समान छन्, जुन कार्य सम्पादन मूल्याङ्कन 40, सबभन्दा बढी कार्य सम्पादन मूल्याङ्कन 40 छ। ज्येष्ठता बाबत 30, भौगोलिक क्षेत्रमा काम गरे बाबत 16, शैक्षिक योग्यता बाबत 12 अनि त्यसपछि तालिम बापत 2 अङ्क भनेको छ है त। प्रश्न 7मा रहेछ कार्यक्षमताको आधारमा बढुवा गर्दा भौगोलिक क्षेत्रमा काम गरे बापत अधिकतम कति अङ्क प्रदान गरिन्छ भनेको छ। अप्सन एमा छ 12, अप्सन खमा छ 14, अप्सन गमा छ 16, अप्सन घमा छ 20 अङ्क भनेको छ। यसको सही उत्तर के हो त? ग 16 अङ्क है त। विस्तृत जानकारी दुर्गम वा विभिन्न भौगोलिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न बढुवामा यो अङ्कको व्यवस्था गरिएको छ भनेको छ। जुन भौगोलिक क्षेत्रमा काम गरे बाबत चाहिँ तपाईँको 16 अङ्क हुने भयो। शैक्षिक योग्यता बाबत अधिकतम 12 अङ्क हुन्छ है त। त्यही गरी प्रश्न नम्बर 8मा छ निजामती कर्मचारीले सेवा अवधिभरमा सहायक स्तर र तहबिन कर्मचारी भए कति महिना बराबरको तलब रकम उपचार खर्च बापत पाउने व्यवस्था छ भनेको छ। अप्सन एमा 12, अप्सन खमा 15, अप्सन गमा 18, अप्सन घमा 21 भनेको छ। यसको सही उत्तर के हो त? यसको सही उत्तर रहेको छ 21 महिना भनेको छ। उपचार खर्चको सीमा तह अनुसार फरक छ भनेको छ। अधिकृत स्तरभन्दा माथि 12 महिना बराबरको तलब रकम र सहायक स्तर र तहबिन 21 महिना बराबरको तलब रकम छ भनेको छ है त। यसैगरी प्रश्न 9मा छ बागमती प्रदेशभित्रका पिछडिएका क्षेत्रहरू अन्तर्गत तलका मध्ये कुन गाउँपालिका पर्दछ भनेको छ। अप्सन एमा छ रुबी भ्याली गाउँपालिका, अप्सन खमा छ नौकुण्ड गाउँपालिका, अप्सन गमा छ कैलाश गाउँपालिका, अप्सन घमा छ माथिका सबै भनेको छ है त। सही उत्तर के हो त? अप्सन घ माथिका सबै है त। बागमती प्रदेशभित्रका 5वटा पिछडित क्षेत्रहरू भनेको छ। एन अनुसार यी 5 गाउँपालिका पिछडिएको क्षेत्रमा पर्दछन्, जुनमा एकमा छ रुबी भ्याली गाउँपालिका, धादिङ, त्यसपछि 5 पोखरी, थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक, अनि क्याङलेख गाउँपालिका, सिन्धुली, नौकुण्डे गाउँपालिका, रसुवा, अनि कैलाश गाउँपालिका, मकनपुर रहेको छ है त। आजको अन्तिम प्रश्नतिर लागौँ। आजको अन्तिम प्रश्न छ कार्यक्षमताको आधारमा हुने बढुवामा ज्येष्ठता बापत अधिकतम कति अङ्क दिने व्यवस्था छ भनेको छ। अप्सन एमा छ 16, अप्सन खमा छ 30, अप्सन गमा छ 40, अप्सन घमा छ 100 अङ्क भनेको छ। यसको सही उत्तरतिर लागौँ। यसको सही उत्तर हो अप्सन ख 30 अङ्क भनेको छ। अन्तिम निष्कर्षमा के छ त ज्येष्ठता सेवा अवधिको लम्बाइको मूल्याङ्कन स्वरूप अधिकतम 30 अङ्क प्रदान गरिन्छ। कार्य सम्पादन मूल्याङ्कन 40 अङ्क र पछि बढुवामा यो दोस्रो सबभन्दा बढी ठुलो महत्त्वपूर्ण आधार हो भनेको छ। के कस्तो लाग्यो? सुझाव सल्लाह दिन नबिर्सनुहोला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस् त।